कविताको शीर्षक भीमसेन थापाको सुसाइड। सम्बोधनमा नपरेका बाँकी सारा सम्बोधनहरू उहिले इतिहासमा बेमौसमी हुने 50 वर्षको एक दिन आफ्नै देशभित्र निर्वासित सुदूर गाउँमा कतै भित्तामा ससम्मान झुन्ड्याइएको वर्षौं पुरानो देशभक्त अमर सिंहको तस्बिरबाट अचानक आँखा झरेछन्। हुन सक्छ ठीक त्यही बेलादेखि यो देशका मार्गदर्शकहरूले दृष्टि गुमाएको हुनुपर्छ। फेरि एकाएक त्यो तस्बिरबाट कान झरेछन्। ठीक त्यही बेलादेखि यस देशका साथीहरूले श्रवण शक्ति गुमाएको हुनुपर्दछ। बिस्तारै छोपिएको नाकमुख पनि झरेछन्। बिस्तारै छोपिएका नाकमुख पनि झरेछन्। ठीक त्यही बेलादेखि लासहरूको दुर्गन्धित पहाडमाथि उभिएर देशको बिरानीमा यहाँ बेसुरा राष्ट्रियता गाइएको हुनुपर्दछ। त्यो तस्बिरबाट क्रमशः हात झरेछन्, खुट्टा झरेछन्। ठीक त्यही बेलादेखि स्वाभिमानी हातहरू आत्महत्या गर्न विवश हुनुपर्दछ। ठीक त्यही बेलादेखि हिँड्न सुरु गर्नु अघि नै यो देशको गन्तव्य नै हराएको हुनुपर्दछ र अन्तमा मात्र अस्थि पञ्जर, केवल अस्थि पञ्जर बाँकी राखेर अमर सिंहको त्यो तस्बिरबाट मस्तिष्क र मुटु पनि झरेछन्। सायद त्यही बेलादेखि यस देशका शासकहरू अभिमानले पुरिएका चेतना र हृदय शून्य केवल ठिङ्ग उभिएका शालिग जस्ता बनेका हुनुपर्दछ। यसको अजङ्गको अभिशप्तता अन्त्य गर्न यहाँ म जस्ता देशभक्तहरूले शालिग होइन बरु मुर्दा नै बन्नु पर्ने रहेछ। तपाईहरुको सेवक भीमसेन थापा भर्खरै सुन्दै हुनुहुन्छ भीमसेन थापाको सुसाइड। अब परिशिष्टमा आजको शीर्ष खबर। देशभक्त भीमसेन थापाको आत्महत्याले देश स्तब्ध छ। थापाको आत्महत्या पश्चात उनको बन्द मुठी खोलेर हेर्दा उनको हत्केलामा कोरिएको गिरिङ बिरिङ भाग्य रेखा अनि यो देशको नक्सा र त्यो झुन्डिएको तस्बिरमा बाँकिरहेको अमर सिंह थापाको त्यो वास्तु नै नमिलेको अस्थि पञ्जर दुरुस्त उस्तै उस्तै बताइएको छ समाचार। अन्त्यमा मैले भन्ने एउटा कुरा मात्रै छ। हर पल हलुङ्गिँदै जानुपर्ने जीवनमा किन मान्छे प्रतिपल कलङ्गिँदै जान्छ? हर पल हलुङ्गिँदै जानुपर्ने जीवनको यात्रामा किन प्रतिपल कलङ्गिँदै जान्छ? जिन्दगीको हर कदम त्रासै त्रासको भारी मान्छे धड्कनलाई पनि रोकी रोकी मान्छ। हर पल हलुङ्गिँदै जानुपर्ने यो जीवनमा ऊ त्रासको भारीले खिचिएर बाँच्छ। जीवनको वरिपरि रङ्गीन कृष्णको भारी नै भारी, जीवनको वरिपरि रङ्गीन कृष्णको भारी नै भारी। रङ्ग रङ्गसँगै मान्छे आँखाको पुतली सरी नाचिहिँड्छ। हर पल हलुङ्गिँदै जानुपर्ने जीवनमा ऊ रङ्गीन कृष्णको भारीले खिचिएर बाँच्छ। जब हर बिहान संसार मोहनी उज्यालोमा झलमलाउँछ, मान्छेको लोभी नजर आफूलाई अरूसँग दाँजी दाँजी हिँड्छ र दाँजोमा अरूभन्दा कमजोर ठानेर ऊ लोभको ओजन थप्दै थप्दै आफूलाई बलियो सम्झेर बाँच्छ। कहिलेकाहीँ उसलाई कसैको मुस्कानको ओजन भने फुलभन्दा पनि हल्का लाग्छ। कहिलेकाहीँ उसलाई कसैको मुस्कानको ओजन भने फुलभन्दा पनि हलुको लाग्छ। जतिखेर उसले आफ्नो सारा वजन बिर्सेको हुन्छ, हो आफ्नो सारा वजन माटोलाई नामसारी गरेर हलुको भई जब ऊ अनन्त उडान भर्छ, तब त्रास तृष्णा लोभको कोलाहलबाट मुक्त भएर ऊ परमानन्दमा लीन हुन्छ। तर पनि किन होला यसरी हर पल हलुङ्गिँदै जानुपर्ने जीवनमा ऊ प्रतिपल कलङ्गिँदै जान्छ। धन्यवाद।